आज गुरु पुरोहित र मान्यजनहरूको हातबाट टीका लगाएर बडा दशैं मनाइँदैछ। टीका लगाउने उत्तम साइत 11:53 छ भन्ने त धेरैलाई थाहा भइसकेको हुनुपर्छ र टीका लगाउँदा कता फर्किएर लगाउने भन्ने पनि थाहा नै होला। दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पूर्व फर्किनुपर्छ र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार पूर्व पश्चिम टीकाको साइत हो। सामान्यतः पूर्व पश्चिम नै हाम्रो पुरानो परम्परा हो। दशैंको टीका थाप्ने व्यक्ति पूर्वपट्टि फर्किने र टीका लगाइदिने मान्यजन पश्चिमतिर फर्किनुपर्छ। कोही दक्षिणतिर फर्किएर पनि टीका लगाउने गर्दछन्, तर दक्षिणतिर प्रतिकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण नफर्किँदा राम्रो हुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। कतिपयले चन्द्रमामा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्दछन्, तर त्यति विस्तृत रूपमा जाने चलन नभएकाले टीका थाप्ने व्यक्ति पूर्व र टीका लगाइदिने व्यक्ति पश्चिम फर्किनु पर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।